नमस्ते। आज हामी थाइरोइड समस्या अझ विशेष गरी हाम्रो नेपालको सन्दर्भमा अलि गहिरिएर कुरा गर्दैछौँ है। नमस्ते। हामीले पाएका यी स्रोत सामग्रीहरू हेरेर यसबाट महत्त्वपूर्ण जानकारीहरू अलि सरल तरिकाले राखौँ भन्ने हाम्रो विचार हो। ठिक हो। थाइरोइड भनेको खासमा घाँटीमा हुने एउटा सानो पुतली आकारको ग्रन्थि हो। सानो देखिए पनि यसको काम चाहिँ निकै ठुलो छ नि। हो र कस्तो काम गर्छ यसले निकाल्ने हर्मोनहरूले हाम्रो शरीरको मेटाबलिजम मतलब खानालाई शक्तिमा बदल्ने प्रक्रिया अनि मुटुको चाल, शरीरको तापक्रम यस्ता अनेकौं कुराहरू नियन्त्रण गर्छ। ए सानो तर कति महत्त्वपूर्ण है। हो नि। यी सामग्रीहरू हेर्दा त मुख्य गरी दुई किसिमका समस्या देखियो है। एउटा हाइपोथाइरोइडिजम जहाँ थाइरोइडले चाहिने जति हर्मोन बनाउँदैन रे अनि शरीर अलि सुस्त हुन्छ हैन त? हो ठिकै, सुस्त हुने। अनि अर्को चाहिँ हाइपोथाइरोइडिजम। ए हाइपर। त्यसमा चाहिँ उल्टो चाहिने भन्दा बढी हर्मोन बन्छ अनि शरीर एकदमै सक्रिय, कहिलेकाहीँ त ओभरड्राइभमा गए जस्तो हुन्छ। ए अब कारणको कुरा गरौँ न। नेपालमा खास गरी के कारणले हुन्छ होला त? सामग्रीले के भन्छ? खै, नेपालको सन्दर्भमा पहिलेदेखि नै आयोडिनको कमीलाई एउटा मुख्य कारण मानिँदै आएको थियो। किनभने थाइरोइड हर्मोन बनाउन आयोडिन त चाहिन्छ नै, तर अहिले हामीले हेरेका सामग्रीमा एउटा चाखलाग्दो कुरा के छ भने सहरतिर आयोडिन पुगे पनि अटो इम्युन खालको थाइरोइड समस्या चाहिँ बढिरहेको देखिन्छ। अटो इम्युन, यो अटो इम्युन भनेको चाहिँ के हो? अलिकति बुझाइदिनुस् न। पक्कै। अटो इम्युन भनेको चाहिँ कस्तो भने हाम्रो शरीरको रोगसँग लड्ने जुन प्रणाली हुन्छ नि, त्यसले झुकिएर आफ्नै शरीरको अङ्गलाई, यहाँ थाइरोइडलाई आक्रमण गर्ने अवस्था हो के। ए आफ्नै शरीरले आफैलाई? हो। जस्तै हासीमोटो थाइरोइडाइटिस भन्नेमा यही प्रतिरक्षा प्रणालीले थाइरोइडलाई बिस्तारै बिगारेर हर्मोन कम बनाउँछ, मतलब हाइपोथाइरोइडिजम गराउँछ। अनि अर्को ग्रेव्स डिजिज भन्नेमा चाहिँ प्रतिरक्षा प्रणालीले उल्टै थाइरोइडलाई चाहिने भन्दा बढी उत्तेजित पारेर हर्मोन धेरै बनाउन लगाउँछ, मतलब हाइपरथाइरोइडिजम। र यी स्रोतहरूले चाहिँ नेपालमा यस्तो अटो इम्युन समस्या बढ्नुमा जीवनशैली परिवर्तनको पनि हात हुन सक्छ कि भनेर सङ्केत गरेका छन्। जीवनशैली परिवर्तनले पनि यो त साँच्चै ध्यान दिनुपर्ने कुरा रहेछ। अनि कसलाई बढी जोखिम हुन्छ त? के देखियो सामग्रीमा? एउटा एकदमै प्रष्ट देखिएको कुरा के हो भने महिलाहरूमा यो समस्या पुरुषको तुलनामा निकै नै बढी पाइन्छ। कति बढी? केही अध्ययनले त 8 देखि 10 गुणा बढी जोखिम देखाएका छन्। साँच्चै 8-10 गुणा? हो। अनि उमेर बढ्दै जाँदा गर्भावस्थामा, सुत्केरी अवस्थामा पनि यो समस्या देखिने सम्भावना बढ्छ। अनि अर्को कुरा, परिवारमा कसैलाई थाइरोइड छ भने त्यो वंशाणुगत कारणले अरू सदस्यलाई पनि हुन सक्छ। ए वंशाणुगत पनि? अनि यसको निदान मतलब पत्ता कसरी लगाउने? यहाँ TSH टेस्टको कुरा आएको छ नि। हो, TSH मतलब थाइरोइड स्टिमुलेटिङ हर्मोन रक्त परीक्षण। यो एकदमै महत्त्वपूर्ण छ। यो हर्मोन चाहिँ हाम्रो दिमागको पिट्युटरी भन्ने ग्रन्थीले बनाउँछ। दिमागले। अनि यसले थाइरोइडलाई ल काम गर वा नगर भनेर निर्देशन दिन्छ के। जब थाइरोइड सुस्त हुन्छ नि, हाइपो हुँदा दिमागले ओहो कम भयो, बढी काम गर भनेर TSH हर्मोन धेरै पठाउँछ। त्यसैले रगतमा TSH को मात्रा बढी देखियो भने थाइरोइड कम सक्रिय छ भन्ने बलियो सङ्केत हो। अनि कम भयो भने? उल्टो, TSH एकदमै कम छ भने चाहिँ थाइरोइड बढी सक्रिय मतलब हाइपर भएको हुन सक्छ। यो कुरा स्रोतहरूले पनि बारम्बार जोड दिएका छन्। ए बुझे। अब उपचार र व्यवस्थापनतिर लागौँ न। सामग्रीले के भन्छ? हेर्नु, सबैभन्दा महत्त्वपूर्ण कुरा जुन हरेक स्रोतले भनेको छ, डाक्टरको सल्लाह अनिवार्य छ। त्यो त हो। आफैले औषधि सुरु गर्ने, छोड्ने, मात्रा घटाउने, बढाउने गर्नु हुँदैन। हाइपोथाइरोइडिजमको लागि प्राय लेभोथाइरोक्सिन भन्ने हर्मोन दिइन्छ। यो कस्तो हर्मोन हो? यो कृत्रिम हर्मोन हो जसले शरीरमा कम भएको थाइरोइड हर्मोनको ठाउँ लिन्छ। तर सही डोज मिलाउन कहिलेकाहीँ अलि समय लाग्न सक्छ। नियमित डाक्टरलाई देखाइरहनुपर्छ भन्ने कुरा पनि सामग्रीमा छ। अनि हाइपरथाइरोइडिजमको लागि चाहिँ थाइरोइडलाई सुस्त बनाउने औषधि, एन्टिथाइरोइड औषधिहरू, कहिलेकाहीँ रेडियो आयोडिन उपचार वा शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ। जीवनशैली र खानपानको पनि केही भूमिका होला नि। अवश्य। आयोडिन भएको नुन खानु त महत्त्वपूर्ण छँदैछ, खास गरी नेपाल जस्तो पहिले आयोडिन कमी भएको ठाउँमा। हो।
तर अहिले अटो इम्युन समस्या बढेको देख्दा समग्र स्वास्थ्य जीवनशैली मतलब नियमित व्यायाम गर्ने, तौल ठिक राख्ने, तनाव कम गर्ने यस्ता कुराले पनि थाइरोइड लगायत समग्र स्वास्थ्यलाई नै फाइदा पुग्छ भन्ने देखिन्छ अध्ययनहरूमा। त्यसो भए यी सामग्री केलाउँदा के बुझियो भने थाइरोइड निकै महत्त्वपूर्ण रहेछ। यसका समस्या नेपालमा विशेष गरी महिलाहरूमा बढ्दो रहेछ। हो, आयोडिन कमी त छँदै थियो, तर अटो इम्युन कारण पनि प्रमुख हुँदै गएको रहेछ। एकदमै। अनि टिएसएच परीक्षणले निदानमा सहयोग गर्ने भयो र उपचारका लागि डाक्टरको सल्लाह लिनै पर्ने भयो। ठ्याक्कै। र लक्षणहरूलाई चाहिँ बेवास्ता गर्नु भएन, जस्तो धेरै थकाइ लाग्ने, तौल एक्कासी घट्ने वा बढ्ने, मुटु छिटो छिटो ढुकढुक गर्ने, कब्जियत वा पखाला भइरहने, कपाल झर्ने या धेरै जाडो वा गर्मी महसुस हुने। यस्तो केही सङ्केत देखिएमा तुरन्तै स्वास्थ्यकर्मीसँग सल्लाह लिनु एकदम जरुरी छ। समयमै पत्ता लागेर उपचार सुरु भयो भने धेरै जटिलताबाट बच्न सकिन्छ। हो त नि। अन्तमा एउटा कुरा सोच्न छोडौँ न त। हामीले आफ्नो थाइरोइड स्वास्थ्य अझ समग्र स्वास्थ्यप्रति नै अझ बढी चनाखो हुन व्यक्तिगत रूपमा र परिवारमा के गर्न सक्छौँ होला? के यो विषयमा खुलेर कुरा गर्ने बेला भयो कि परिवारमा, साथीभाइमा? एकदमै सान्दर्भिक प्रश्न। यसबारे सोच्नुपर्छ सबैले।